5 मिनट्समा रेडी भएको जस्तो लाग्यो बट द रियालिटी इट टुक्स मोर देन 2 आवर्सको मेहनत है। लेट्स सी द फाइनल रिजल्ट्स कस्तो भयो। सो आज म बलिउडको प्रिटी गर्ल हु इज माई फेभरेट एक्ट्रेस है। जब मैले एक्ट्रेस भन्ने चिने त्यहाँदेखिको अहिलेसम्मको मेरो फेभरेट एक्ट्रेस है र उहाँलाई चाहिँ डिम्पल गर्ल भनेर चिन्ने गर्छ र आज म डिम्पल गर्लको भाइब रिक्रिएट गर्नु गइरहेको छु। यो भाइब चाहिँ म क्रिएट गर्दैछु इन माई ओन वे है। एभ्रिथिङ स्टेप बाई स्टेप गरेको छु। नाउ लेट्स स्टार्ट फ्रम मोइस्चराइजर सनस्क्रिन चाहिँ मैले अलरेडी एप्लाई गरिसकेको छु र म चाहिँ आई मेकअप गर्दैछु है। र आई मेकअप गर्दाखेरि चाहिँ तपाईँहरूले हेर्नु सक्नुभयो होला है, मैले चाहिँ एकदमै बेसी मात्रामा चाहिँ आइल्यासेस लाउने ट्राई गरेँ, तर आइल्यासेस चाहिँ मेरो आँखामा एकदमै नै सुट भएन है। र मैले चाहिँ आई मेकअप अलरेडी गरिसकेको थिएँ र यो क्रिएटको लागि चाहिँ मलाई चाहिँ मेरो आईमा चाहिँ विङ्स चाहिएको थिएन। विङ्स बिना चाहिँ मैले यो क्रिएट गर्नुपर्ने थियो र मैले विङ्सलाई चाहिँ हटाइदिएँ। त्यसको बादमा चाहिँ मेन इम्पोर्टेन्ट थिङ चाहिँ म चाहिँ कहिले पनि मेरो आँखामा चाहिँ है काजल लाउँदिनँ, आँखा मुनि चाहिँ। र मैले चाहिँ आज चाहिँ काजल लगाएँ किनकि मलाई सेम लुक्स चाहिएको थियो है। र तपाईँहरूले आई मेकअप गर्दाखेरि हेर्नु सक्नु नै भयो होला मैले कुन प्रकारले गरेँ है। म स्टेप बाई स्टेप सबै कुरा चाहिँ भन्नु सक्दिनँ है। र एकदमै मेसी पनि भएको थियो है। एकदमै बेसी मात्रामा प्रडक्टहरू मैले युज गरेको थिएँ र मैले फाउन्डेसन लिइसकेको छु है। फाउन्डेसन लिएर चाहिँ मैले एप्लाई गर्दाखेरि चाहिँ एकदमै बेसी मात्रामा चाहिँ ब्लेन्डिङ इज भेरी इम्पोर्टेन्ट है। भिडियोमा फास्ट छ बट रियलमा चाहिँ पेसन एकदमै बेसी मात्रामा चाहिन्छ है। स्मुथ बेस भए पनि होल लुक चाहिँ राम्रो देख्नु पऱ्यो नि त। त्यसैले गर्दाखेरि चाहिँ मैले मजाले फाउन्डेसन लगाइसकेर चाहिँ कन्टुर एप्लाई गरेँ है। कन्टुर एप्लाई गर्दाखेरि चाहिँ फेसलाई डिफाइन गर्दैछु है, टु मच होइन, जस्ट नेचुरल सार्पनेसमा, जसले मेरो लुक्सलाई चाहिँ सिम्पल बट इफेक्टिभ देखोस् है। जहिले पनि कन्टुर युज गरिसकेर चाहिँ हल्काबाट चाहिँ पाउडर युज गर्नुपर्छ है। पाउडरले चाहिँ सेभलाई चाहिँ एकदमै राम्रो देखाउँछ र त्यसमाथि चाहिँ एकदमै इम्पोर्टेन्ट चिज चाहिँ के हो भन्दा चाहिँ हाइलाइटर, बिकज ग्लो इज भेरी इम्पोर्टेन्ट। आई वान्ट द्याट साइन जसको मतलब एफोर्ट देखाउनुपर्छ। नाउ ब्लस टाइम है। डिम्पल गर्ल भाइब्सको लागि चाहिँ मोस्ट इम्पोर्टेन्ट बट म चाहिँ क्रिएट गर्न सक्दिनँ। डिम्पल गर्लको चाहिँ एकदमै मिठो डिम्पल छ र मेरो चाहिँ डिम्पल छैन र मैले डिम्पल पनि क्रिएट गर्न सकिनँ। बट मैले मेरो लुक्सलाई हल्काबाट पिङ्क टोनले फेस एकदम फ्रेस र क्युट देखाउने ट्राई गरेको छु। आउटफिट टाइम मेरोमा चाहिँ सेम आउटफिट थिएन बट ब्ल्याक कलर इज अलवेज वर्क्स है। मेरोमा चाहिँ एउटा ड्रेस थियो ब्ल्याक कलरको र मैले त्यो ड्रेसलाई चाहिँ लिएको छु। मेरो यो क्युट ब्ल्याक ड्रेसबाट नै मैले सेम भाइब क्रिएट गर्ने कोसिस गरेको थिएँ। इट्स नट अबाउट कपिङ है, इट्स अबाउट चाहिँ कन्फिडेन्ट चाहिँ मलाई अलिकति बढाउनु थियो र अब चाहिँ टाइम थियो मेरो चाहिँ कपाल बनाउने। हेयर स्टाइल इज भेरी इम्पोर्टेन्ट है। यो भाइब क्रिएट गर्नुको लागि चाहिँ हेयर स्टाइलको चाहिँ एकदमै मेन भूमिका छ है। र मेरो कपाल चाहिँ एकदमै बेसी मात्रामा झरेकोले गर्दाखेरि चाहिँ अगाडि खाली खाली तपाईँहरूले देख्नु हुँदैछ है। र यो खाली खाली भएकोलाई चाहिँ हल्काबाट मैले काजलहरू लगाएर कलरहरू लगाएर पुर्ने कोसिस गरेँ, तर अलिअलि खाली खाली नै देखेँ है। र मैले त्यसरी नै मेरो नेचुरल लुक्सलाई नै छोडिदिएँ है। र मेन इम्पोर्टेन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ मेरोमा चाहिँ हेयर स्टाइलको चाहिँ सामानहरू सबै मात्रामा उपलब्ध थियो है। ड्रेस सेम नभए तापनि हेयरको लागि चाहिँ मेरोमा सबै कुरा उपलब्ध थियो। बनदेखि लिएर चाहिँ यो हेयर बेन्डले चाहिँ मलाई आज ठुलो हेल्प गर्यो है। मैले चाहिँ अनलाइनबाट एप्लाई गरेको थिएँ यो हेयर बेन्ड चाहिँ, र मैले चाहिँ लाउनु पाएको थिइनँ है। कता जाँदा लाउनु भनेर मैले त्यत्तिकै राखिरहेको थिएँ र आज चाहिँ मलाई यो लुक्स क्रिएट गर्नुको लागि चाहिँ पर्फेक्ट मेरो लागि चाहिँ। लास्ट टचअप मैले मेरो आँखामाथि हल्काबडी स्पार्कलिङ लगाएर मेरो फेसलाई चाहिँ मोर ग्लोइङ बनाएँ है। त्यसको बादमा मलाई चाहिएको थियो इयरिङ्स मेरोमा सेम नभएकोले गर्दाखेरि चाहिँ मेरोमा जे पनि घरमा उपलब्ध थियो त्यही इयरिङ्सलाई चाहिँ मैले मिलाएर चाहिँ टप बनाएर लगाएँ है। र त्यसको बादमा मैले मेरोमा भएको लकेट युज गरेँ। लकेट युज गरिसकेर फाइनल टच चाहिँ थियो लिपस्टिक। सो डिफ्रेन्ट सेड्सको लिपस्टिक एप्लाई गरेर मेरो लुक्सलाई चाहिँ फाइनल टच दिएको छु है। सो दिस इज माई फाइनल लुक्स है। मोर देन 2 आवर्सको मेहनतले चाहिँ मैले 5 मिनट्सको भिडियो बनाएको छु। सो जस्ट रिमेम्बर भिडियोमा एकदमै छिटो लाग्छ बट एफर्ट चाहिँ मेरो एकदमै ठुलो मात्रामा थियो है। किप ट्राइङ, किप क्रिएटिङ, नट एक्ज्याक्टली द सेम बट आई ट्राइड माई बेस्ट है। तपाईँहरूलाई के कसो लाग्यो मेरो लुक्स तपाईँहरूले कमेन्ट गरेर बताउनु सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। सी यू माई नेक्स्ट भिडियो।